हजारौं मान्छेले बोलिसके नि परिणाम के हुन्छ भन्ने त तपाईले अनुमान गरिसक्नु भएको छ नि। मैले बोल्नुपर्छ, मैले बोलिसकेको छु एउटा कुरा। सबै एक भएर आऊ भने आज मैले मजाले भने सबै एक भएर आऊ। सम्भव छ हुकुममा? त्यो त भनेकै छ, हामी सबैले भनेका छौँ, आँटेकै छौँ हामी। साह्रै पपुलर भयो। एकचोटि हेर्नुहोस् त, पहिले उहाँले ल्याएको मत पनि हेर्नु न। 74 मा प्रदेश सभा सदस्यले जे मत ल्याए उहाँले पनि त्यही मत ल्याउनु भएको छ। बढी होइन नि। पपुलरले त 5-7 हजार अन्तर त पार्नु पर्थ्यो नि त। होइन, छुट्टै पपुलर होइन। पार्टी जति पपुलर हो व्यक्ति पनि त्यति नै हो। पार्टीले पाउने मत नै उहाँले पाउने। प्रदेश सभा सदस्यहरू अनपपुलर, उहाँ पपुलर भएको हो र त? त्यस्तो होइन नि। बराबर मत छ। हेर्नुहोस्, 74 को पनि हेर्नुहोस्, 79 को पनि हेर्नुहोस्। रुकुमले संगठनात्मक मत व्यक्त गर्छ के, संगठनात्मक मत व्यक्त गर्ने। त्यसकारण हामीलाई त्यस्तो धेरै ठुलो चिन्ता छैन। तर कुरा कहाँ हो भन्नुहुन्छ भने यो चाहिँ हाम्रो लागि एकदमै नकारात्मक प्रतिक्रिया हो। एउटा नेता जसलाई हामीले 20औं वर्ष सघायौं, अब मलाई जनार्दनसँग लड्न मन थिएन है। जनार्दन